जयमसी तपाईहरु सबैजनालाई हामी क्यारलको लागि हिँडिसकेका छौं निक्लिसकेका छौं हामी चाहिँ तीनटा गाडीमा 17 जना भएर जाँदै छौं अहिले हामीले भर्खरै तेल लगायौं टोरस भेद्रसको हाम्रो यात्रा अहिले बाटोमा तेलको पेमेन्टको लागि जाँदै छौं भन्दै गर्दा अथवा हाइवे लिँदै गर्दा फेरि बाटोमा कफी पनि खानै पर्यो अनि सबैजना चाहिँ एक्साइटेड हुनुहुन्छ बीचमा हामी कफी खाँदै छौं उषा दिदी पिताजी सबैजना देख्नुहुन्छ सबैजनाको नाम यो अहिले चाहिँ वेटर आउनुभयो अनि सबैजना हामी मिलेर कफी खाएर रमाइलो गर्दै प्रभुको महिमा उहाँसँग को यो रमाइलो क्षणहरू चाहिँ हामी इन्जोय गर्दै बाटोमा जाँदै छौं अनि यो क्यारलहरू भन्ने बित्तिकै क्यारलको दिनहरूमा हामी धेरै रमाउने गर्छौं धेरै खुसी हुने गर्दछौं यो चाहिँ साच्चै प्रभुले हामीलाई दिनुभएको आशिषहरू हो है अनि प्रभु जब हाम्रो हृदयमा हुनुहुन्छ हामी धेरै खुसी हुनुपर्ने कुराहरू छ प्रभुलाई महिमा भएको होस् हामी फेरि अरू क्यारलहरूमा अरू कुराहरूमा हामी जोडिने छौं यो समयलाई हामी कफी खाने छौं सबैजना जोडिनु होला ल कसलाई थाहा छ र नभन्ने क्या खाएको भनेर पहिलोचोटि टेस्ट गरेको भन्ने क्या चिच्चे 5 चोटि सोधे हो क्या 5 चोटि सोधे हो क्या चिच्चे सोधे यो चाहिँ वेटरको होइन हाम्रो कस्टमरहरुकै बदमासी हो कस्टमर भन्दा चाहिँ म आफू छु के फेरि जसले अझै सोनामी पनि छ फेरि मैले त भिडियो हाल्छु नि फेरि सबै केही छैन नि ए ल सबजनालाई आज यो भिडियोमा चाहिँ मैले एड गरिदिन्छु दिपा पनि आइरहेछ दिपा त पहिला पनि आइसकेको छ भिडियोमा ल अस्ति न आयो हैन अस्ति नै आइरहेछ यो आजको हाम्रो क्यारल संगति हामी चाहिँ लगभग 15-17 जना हुँदै हामी चाहिँ जाँदै छौं क्यारलको संगतिको अनि उताबाट फोन आइसक्यो तपाईहरु कहाँ पुग्नु भयो 9:30 बजे हिँड्ने भनेको अहिलेसम्म आउनु भएको छैन भनेर भन्दै हुनुहुन्छ तर हामी चाहिँ टाइम मिलाएर निक्लिँदै गर्दा फेरि कफी पनि खानु पर्यो हैन त्यही भएर यस्तो भएको हस् तर सुनिन्छ हामी भनेको बीचमा काट्छु पनि म केही छैन फेरि कस्तो लामो हामी भन्यो भन्ने होला अनि यो टोरस भेद्रसको क्यारल संगति कस्तो लागिरहेछ तपाईहरुलाई यो इन्भल्भ हुँदै गर्दा बाटोको रमाइलो पनि कस्तो लाग्दैछ हामी एक्साइटेड छौं धेरै रमाइलो हो रमाइलो भइरहेछ चिया तिम्रो लागि नै हो नि फेरि तिम्रो कफी गइसक्यो नि बिक्री भइसक्यो ल सबैजनालाई रमाइलो छ भन्ने कुराहरु देखिहाल्नु भयो सुनिहाल्नु भयो निकै रमाइलो छ रे अनि हाम्रो बीचमा चाहिँ एकजना बहिनी हो कि तपाई दिदी हो मेरो तपाईको बहिनी हो नि दाइ मेरो बहिनी हो ए ल हो यसो फेस हेर्दै गर्दा त हो अहिले पछि जोस हेर्दै गर्दा नि हो भन न हो ल वही हो है वही हो ल नसुतेको कारण चाहिँ के भयो भन्दाखेरि अब क्यारलसँग जाने थियो नि त अनि एक्साइटमेन्टले के कहिलेकाहीँ मामा घर जाने पिकनिक जाने भनेपछि निन्द्रा लाग्दैन नि त्यस्तै भयो क्या मलाई त्यही भयो मलाई ठ्याक्कै त्यही भयो ल सबजना हेर्दा फेरि के भन्दैछ ल जाम हामी टोरस भेद्रस झरिसकेको अवस्था टोरस भेद्रसमा तपाईहरुले देख्न सक्नुहुन्छ निकै राम्रो भ्यूजहरु छ एकदमै राम्रो ठाउँहरु छ अनि राम्रो मान्छेहरुको आगमन भइसकेको छ नराम्रो भने त कुरै भएन हैन तपाईले जसरी देख्नुहुन्छ हामी चाहिँ तीनटामा हामी 17 जना जम्मा भएर आएका छौं अनि उहाँ चाहिँ मेरो बहिनी हुनुहुन्छ हाम्रो भान्जी पनि आउनुभएको छ क्यारल संगतिको लागि भान्जी आउनु भएको छ अनि बहिनी चाहिँ ऊ बहिनी हैन फेरि उसको भान्जी भन्ला उसको हैन उसले चाहिँ एकछिन गाडी गुडाइदिएको मात्र भनेकै मैले फेरि ल कस रिसाएको त नि तिमीले भन्दिम त मिल्छ त हजुर तीनटामा आएको हामी यहाँ आइसकेका छौं ल छिरेका छौं टोरसको संगति चाहिँ यसरी हुँदैछ तपाईलाई मनमा भएको होस् उषा बहिनी हो उहाँ चाहिँ मेरो अनि
किनभने अब दिदीमा रहनु भएन हस् दादा हजुर दिदी हुनुलाई त दिदी जस्तो देखिनु पर्यो नि अनुहारमा रिङ्कल नआउनु अनि उमेर घट्दो उमेरको मान्छे जस्तो म पनि घट्दो उमेरकै छु जनाको पहिलो क्यारल हो यो वर्षको अनि हामी चाहिँ एकदमै एक्साइटेड पनि छौँ खुसी पनि छौँ हामी चाहिँ म 1-2 दिन भन्छु तपाईँहरू सबैजनाले तयार हुनुहुन्छ ल ठिक छ 1 2 3 ह्यापी क्रिसमस मेरी क्रिसमस संगति सुरु भइसकेको छ गीतहरू सुरु भइसकेको छ डान्सहरू चलिरहेछ क्यारल संगति सुरु भइसक्यो अनि हाम्रो भान्सातर्फ बिजी हुने भाइ यता हुनुहुन्छ
यहाँ देऊ दाजुलाई समय दिन चाहन्छु अनि उहाँले यो समय लिनुहुनेछ तपाईहरु सबैजना तयार हुनुहुन्छ हुन्छ होला हामी ताली बजाएर प्रभुको वचन पनि त्यो घिउचिनी चिउरा भन्दा पनि धेरै महत्त्वपूर्ण छ प्रियहरू अब कतिजना कता कता हुनुहुन्छ मिलेसम्म तपाईको काम छोडेर आउनु चाहिँ भन्ने भने फेरि मासु डरला हैन अनि खानेकुराहरू चाहिँ फेरि बिग्री जाला त्यसकारणले तपाईहरुको जो भ्याउनुहुन्छ मिल्छ तपाईहरु चाहिँ आउनु होला अनि मैले यो समय हेर्दै थिएँ तपाईहरु यो नाचेको तपाईहरु यो उफ्रेको यो चाहिँ क्रिस्चियनहरुको चाहिँ एउटा व्यवहार हो तर क्रिसमस चाहिँ खासमा चाहिँ येशू ख्रीष्ट चाहिँ साराको लागि भनेर आउनु भएको हो सबैजनाको निम्ति भनेर आउनु भएको हो जसले गर्दा फेरि चाहिँ यो चाड चाहिँ तपाई हामी सबैको निम्ति हो आमेन आमेन मलाई महिमा भएको होस् यो समय चाहिँ मैले तपाईहरुको विषयमा मैले बोल्न खोजेको कुरा चाहिँ के हो भन्ने चाहिँ हामी सबैलाई थाहा छ येशू ख्रीष्टको जन्मको विषयमा क्यारोलमा नाच्दा नाच्दै मासु पोल्दा पोल्दै पानी परेछ पानी परेकोले गर्दा फेरि हामी भित्र छिर्दैछौँ भित्र पनि रमाइलो जारी हुनेछ फिलिपी 4 है प्रभुमा सधैँ आनन्द गर म फेरि पनि भन्दछु आनन्द गर त्यो इम्फसाइजिङ भनेको चाहिँ त्यो चाहिँ फेरि सधैँ नै आनन्द गर्नको लागि चाहिँ त्यहाँ जोड दिएको छ के त्यही भएको हुनाले हामी प्रभुमा सधैँ आनन्द उसको झन्डा काँधमा लिई अघि बढ्दैछ पछि नहटाऊ उसको झन्डा काँधमा लिई अघि बढ्दैछ
हामी ख्रीष्ट हौँ युद्ध गर्दैछ गण देशको राहमा सब कदम बढा सेना हामी ख्रीष्ट हौँ युद्ध गर्दैछ गण देशको राहमा सब कदम बढाउँदै